साथीहरु नमस्कार। म चाहिँ पूर्णिमा राई। नेको दिन हामी कहाँ जाँदैछौँ साथीहरुलाई देखाउन सक्नुहुन्छ उता अनिताजीलाई। हामी चाहिँ कहाँ जाँदैछौँ भने फुलबारी कता सित्तालीको फुलबारीमा मेरो साथीहरु पनि हेर्न सक्नुहुन्छ। हामी चाहिँ ठिक भएर यहाँ तल आइसक्नु चिया बगानमा। अनि अहिले हामी चाहिँ जान लागेका छौँ फुलबारी। अनि हामी कता कता जान्छौँ तपाईहरुलाई पनि देखाउने नै छौँ। अनि हाम्रो यहाँ दुईजना हुन्छन्। गाइस स्वागत छ तपाईहरुलाई हाम्रो न्यू भिडियोमा। हामी चाहिँ आज फुलबारी जाँदैछौँ फुल फोटो खिच्नु। अनि हामी तपाईहरुलाई फुल पनि देखाउने छौँ। हामी चाहिँ धेरैजना छौँ। हामी चाहिँ कहाँ जाँदैछौँ भन साथीहरु। हामी फुलबारी जाँदैछौँ। चिया बगानको भित्र फुलबारी म होची बिनिता अग्लो भइछ। गाइस हामी चाहिँ फुलबारी जाँदैछौँ है। फुलबारी बाटो कहाँ हो मलाई त थाहा छैन नि। फुलबारी चाहिँ आइयो होइन गाइस, हामीलाई बाटो चाहिँ थाहा छैन। हावा तलमा हिँड्दै मेरो साथीहरु यहाँ चाहिँ ल्यान्न हिँडिराखेको छ है। स्कुलको 10 कक्षा 10 कक्षाको चाहिँ 10 भने पनि 10 भने पनि एउटै हो कि 10 कक्षाको चाहिँ हाम्रो साथीहरु सबै यहाँ चाहिँ अब भोलिपछि कता कता छुट्टिन्छ एक्जाम दिएपछि। अनि त्यसैले हामी चाहिँ अहिले चाहिँ घुम्नु जाँदैछौँ कता यो नगरपालिका 3 इलाम दानाबारी को यो चाहिँ यो ठाउँ चाहिँ 2 पर्छ कि 3 पर्छ थाहा छैन, तर 3 चाहिँ भन्छु मैले 2 पर्छ हो यो सित्ताली भन्न साथीहरु। यहाँ चाहिँ हामीले ल्यान्नै जान्छ आफ्नो आफ्नो साथीहरु हेर्न सक्नुहुन्छ। उता पनि सपनहरु आउनु छ साथीहरु, सपनहरु आउनु छ। अनि हामी चाहिँ 5 जना चाहिँ हिँड्दै गरेको। उता 4 जना छ, यता म 1 जना 5 जना भयो मसँग। अनि एउटा बहिनी छ अनि भाइ छ। अनि साथीहरु यता हेर्न सक्नुहुन्छ। माया गरे सहन्छ जिन्दा एकदम पाक्कै पसे म त यहाँ गइनु रहेछ त कसरी टिप्नु यहाँ हेर्न सक्नुहुन्छ फुल टिपिरहेछ मेरो साथीहरुले चाहिँ देखाइदेऊ। यो यहाँ हेर्न सक्नुहुन्छ मेरो साथीहरु टिपेर अलिकति यता चाहिँ टिप्नु जाँदैछ। अनि यता चाहिँ दिदीहरु टिपिसकेर जानु हुँदैछ। अनि यता चाहिँ फोटो खिच्ने क्यामेरा सबै फोटो खिच्नु हुँदैछ फुल टिपेर। यहाँ देख्न हेर्न सक्नुहुन्छ यो चाहिँ नगरपालिका 2 को चिया बगान हेर्न सक्नुहुन्छ, सित्ताली चिया बगान। यता चाहिँ हाम्रो सबै दिदीहरु चाहिँ फोटो खिचेर जानु हुँदैछ। यहाँ चाहिँ मेरो साथीले फोटो यति टिपेछ सबैजना चाहिँ यता। अनि म पनि जाँदैछु हेर्न सक्नुहुन्छ। सो भले भेटौँ ल फोटो खिच्नु। मैले चाहिँ भिडियो इन गर्नु बिर्सेछु, मैले साथीहरुसँग आएको पनि त्यो भिडियो गर्नु बिर्सेछु किनकि हामी चाहिँ गफुवा आयौँ त 6 जना। अनि 7 4 5 6 7 8 जना थियौँ कि, तर आधी साथीहरु आएन। अनि हामी चाहिँ 6 जना भयौँ। 6 जनामा हामीले छुट्यौँ, कोही कता भयौँ, कोही मुसेफला, कोही उही तर मङ्गलबारे, कोही यता। अनि म चाहिँ यता छु। मेरो घर चाहिँ यही सानीमा हाइट उहाँ छ भने हाम्रो घर चाहिँ माथि हो। त्यसरी म चाहिँ घर पनि आइपुगेँ। मेरो भिडियो इन गर्नु पनि जाँदैछु। मेरो भिडियो के कस्तो लाग्यो मन पर्ने लाइक कमेन्ट सेयर। मैले चाहिँ भिडियो इन गर्नु बिर्सेछु, मैले साथीहरुसँग आएको पनि त्यो भिडियो गर्नु बिर्सेछु किनकि हामी चाहिँ गफुवा आयौँ त 6 जना। अनि 7 4 5 6 7 8 जना थियौँ कि, तर आधी साथीहरु आएन। अनि हामी चाहिँ 6 जना भयौँ। 6 जनामा हामीले छुट्यौँ, कोही कता भयौँ, कोही मुसेफला, कोही उही तर मङ्गलबारे, कोही यता। अनि म चाहिँ यता छु। मेरो घर चाहिँ यही सानीमा हाइट उहाँ छ भने हाम्रो घर चाहिँ यही माथि हो। त्यसरी म चाहिँ घर पनि आइपुगेँ। मेरो भिडियो इन गर्नु पनि जाँदैछु। मेरो भिडियो के कस्तो लाग्यो मन पर्ने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। सो बाई।